अहिले हामी लुम्बिनी फुटबल एकाडेमीको ग्राउन्डमा छौँ र आज हामी बिदा पनि छ। त्यस कारणले गर्दाखेरि लुम्बिनी फुटबल एकाडेमीका प्लेयरहरूले ग्राउन्डमा भएका केही ढुङ्गाहरू चाहिँ जम्मा गरेर ग्राउन्डभन्दा बाहिर लग्दैछन्। यो हाम्रो ग्राउन्ड केही समय हामीले ग्याप इक्जाम थियो, इक्जामको कारणले गर्दाखेरि ग्याप गरिसके पछाडि फेरि हरियो दुबो उम्रिँदैछ। यो चाहिँ लुम्बिनी फुटबल एकाडेमीको ग्राउन्ड हो। यो चाहिँ घोराई उपमहानगरपालिका वडा नम्बर 17 उखुबारीमा पर्छ र हामीले आजभन्दा 2 वर्ष अगाडि यो ग्राउन्ड स्थापना गरेका हौँ र ग्राउन्डमा अहिले हामी यता देख्न सक्छौँ हाम्रो गर्ल्स टिम पनि आएको छ। गर्ल्स टिम र बोइज टिम लुम्बिनी फुटबल एकाडेमीको दुवै टिमले मिलेर आज चाहिँ आफ्नो ग्राउन्ड सरसफाइ गर्दैछन्। सबैजना जाँगर लगाएर है त। ओके, थ्याङ्क यू सो मच।